नमस्कार साथीहरू लगायत सम्पूर्णलाई। यति बेला फुकुकामा पानी परिरहेको छ। मौसम निकै जाडो छ। टक्क यो जाडो मौसमको यो बेलुकी पख 6:30 को समय हो। यो समयमा चाहिँ म चाहिँ कामका लागि हिँडेको। काममा हिँडेको म रातभरि काम गरेर भोलि बिहानको 5-6 बजे फर्किन्छु। म मात्रै होइन, थुप्रै साथीहरू हुनुहुन्छ। रमाइलो हुन्छ खाइसेमा, कम्पनीमा रमाइलो हुन्छ। म चाहिँ के भन्न चाहन्छु भने खास चाहिँ भिडियो बनाउने एउटा उद्देश्य चाहिँ एकदम ठुलो त छैन, तर यहाँहरूलाई के काम लाग्छ कि भन्ने थोरै प्रयासमा छु। अब पछिल्लो समय जापानमा आउने विद्यार्थी भिजामा र तथा ब्याचलर भिजा तथा एसएसडब्ल्यू भिजामा, विभिन्न भिजामा आउनेको सङ्ख्या निकै लड्को बढेको छ। यी लड्को सँगसँगै म पनि परेँ, म पनि आएँ र अहिले विगत 2 वर्षदेखि म फुकुकामा बसोबास गर्दैछु। समस्या मैले के देखेँ भन्दाखेरि हामी जापान आउनलाई प्रयास त गर्छौँ, तर हामीले कुन ठाउँमा एप्लाई गर्दाखेरि आफूलाई उपयुक्त हुन्छ भन्ने कुरा कतिजनाले चाहिँ आफै सिटीहरू सहरहरू चुज गरेर एप्लाई गर्नुभएको छ। ठिक छ, उहाँहरूलाई त ठिक छ होइन। कतिौँ साथीहरू चाहिँ जस्ट जापान छिर्न पाए हुन्छ भन्ने हिसाबले छिर्नु भएको छ। जापान कसैले त यति पनि लागिरहेको छ कि मेरो बरु जापान भिजा आएको भन्दा नि नआएकै बेस हुन्थ्यो। नआएको भए म यति दुःख पाउँथेन भन्ने हिसाबले पनि कतिजनाले आफूले धिकारिरहनु भएको छ। म चाहिँ के भन्न लागेको भन्दाखेरि यदि तपाईँहरू साँच्ची नै जापान आउन चाहनुहुन्छ भने जापानमा बसोबास गर्ने कोही अगाडि जाने अग्रज नहोला, दाइ होला, भाइ होला, साथी होला होइन, आफन्ती होला, पक्कै न पक्कै आजभोलि त कोही नचिनेको जापानमा नचिने त खासै कोही पनि हुनुहुन्न होला एप्लाई गर्ने मान्छेहरूले। कुन ठाउँमा एप्लाई गर्दा बेस्ट हुन्छ र कुन ठाउँमा एप्लाई गर्दाखेरि काम गर्नलाई सजिलो हुन्छ, पाउँछ र कुन ठाउँमा बसोबास गर्नको लागि हामीलाई सहज हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरूले पहिल्यै आफूलाई डिसिजन लिनुभन्दा पनि पहिला अग्रजहरूलाई, यहाँ जापान अगाडि आउने साथीभाइ आफन्तीहरूलाई पहिला सोधेर मात्रै एप्लाई गर्नु होला। मैले धेरैजना लगभग मलाई चिन्नेहरू, म आफैले पनि चिन्नेहरू होइन गर्नुहुन्छ ल काम खोजिदिनु पऱ्यो भनेर फोन गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ। कतिजनाको म्यासेज त देखि पनि नदेखे झैँ गर्नुपर्ने पनि अवस्था आउँछ। त्यस कारणले म के भन्न चाहन्छु भने जुनसुकै ठाउँमा काम पाइन्छ भन्ने छैन। कुनैले आउने बित्तिकै राम्रो काम पाइन्छ होइन, आफूलाई सहज हुने खालको राम्रो कामहरू पाइन्छ, समय सहज हुने राम्रो काम पाइन्छ। कुनैले चाहिँ पाउँदैन। त्यो ठाउँअनुसार पनि पर्छ र विद्यालय कुन ठाउँमा छ, कुन समय छ, ठाउँ र समय अनुसार पनि भर पर्छ। त्यसैले तपाईँहरूले एप्लाई गर्नुभन्दा अगाडि अग्रजहरू जो कोही आउनु भएको छ होइन, उहाँहरूसँग यसको परामर्श लिनुभयो भने चाहिँ यहाँलाई सहज होला भन्नु जस्तो लाग्छ मलाई। अनि अर्को कुरा ब्याचलर भिजाको पनि यस्तै केस छ। पछिल्लो समय कतिौँ केसहरू, कतिौँ मान्छेहरू त फर्किरहेका छन् होइन। ब्याचलर भिजामा तपाईँहरू भाषा बिना नै हामी डाइरेक्ट काम सकिन्छ, काम गर्न पाइन्छ भन्ने हिसाबले आउनुहुन्छ। अरू मुलुकहरू भन्दा पनि जापानमा चाहिँ के छ भन्दाखेरि ब्याचलर भिजामा आउनुहुन्छ अनि उहाँहरूले भने जस्तो घन्टाको समय पाउनुहुन्न काम गर्नका लागि, अनि रुनुहुन्छ र ल मलाई यो कन्सल्टेन्सीले डुबायो, यो फलानोले डुबायो भनेर बस्नुहुन्छ। मेन ब्याचलर भिजामा आउनका लागि चाहिँ तपाईँहरूले भाषा बनाउनुहोस् अनि राम्रो भाषा बनिसकेपछि नि तपाईँलाई कन्सल्टेन्सीले तपाईँलाई खोज्ने होइन क्या। तपाईँसँग डकुमेन्ट छ भने तपाईँले कन्सल्टेन्सी खोज्यो भने राम्रो कन्सल्टेन्सीहरूले तपाईँलाई राम्रो मेन पावरहरूले तपाईँलाई खोजिरहनु भएका हुन्छन् कि उहाँहरू। त्यसैले आउनुभन्दा अगाडि यहाँ बसोबास गर्ने मान्छेसँग एकचोटि परामर्श लिनु। तपाईँले त्यो पीडा, त्यो हेपाई अनि
त्यो खालको काम गर्ने सङ्घर्ष त्यो तपाईँले खेप्न सक्नुहुन्छ कि हुँदैन भन्ने कुरा पहिला एप्लाई गर्नुभन्दा अगाडि महसुस गर्नु र मात्र एप्लाई गर्नु होला। त्यस्तै विद्यार्थी भिजामा पनि समस्या त्यही देखिरहेको छ। अहिले काम पाउन निकै गाह्रो छ। जापानमा वर्षमा झन्डै 10-12 हजारवटा खाइसियाहरू कम्पनीहरू बन्द भएको हामी समाचार नै पढ्न सक्छौँ र एउटै सहरमा 10-12 हजार नेपालीहरू भित्रिरहेको पनि हामी देख्न सक्छौँ। त्यसैले एप्लाई गर्नुभन्दा अगाडि तपाईँहरू पहिल्यै होसियार बनेर एप्लाई गर्नु होला भन्न चाहन्छु।